भाग्यमा हारेको पैसा खेल्ने यस्तो दौडौछ 1200 रुपियाँ थकाली खानाको 4-5 हजार औ यो भाषा धेरै पड्काउनु हुँदैन भाइ सो हेलो गाइज होप सबैजना सन्चै हुनुहुन्छ होला अनि आज पनि किन भिडियो बनाउन लागेको भन्दा चाहिँ नि मैले हिजो कतिले भ्लग हेर्नु भएन मैले हिजो फुटसल भ्लग हालेको थिएँ नि त अनि हामी चाहिँ नि समय ए र समय बी खेलेको थियौँ हुन त दुईटै एउटै टिम हो हैन हामी बाँडेर खेलेको हो अनि हामी चाहिँ नि समय ए भन्ने टिमले चाहिँ नि समय बीलाई आजसम्म कहिले जितेको छैन के अनि आज रिम्याच मागेको छ आज चाहिँ नि जित्ने भनेर खेल्ने रे अनि त्यही भएर अब त्यसैको सिलसिलामा एउटा भिडियो बन्छ होला अनि त्यही भएर खिच्दिम न आज चाहिँ नि जित्ला कि भनेर त्यही गाइस अरु केही छैन अनि 2-3 हो फुटसल अहिले कति बज्यो 1:33 भइसकेको छ अब आधी घण्टा बाँकी छ निस्किहाल्नु पर्छ अब सधैँ प्रसन्न ढिलो आउँछ भन्ने हल्ला सुनेको छु आज छिटो जानु पर्यो त भन्छु यस्तो हुन्छ के हुन्छ भन्दा निस्किन्छु म टाइममै अहिले पनि 1:33 भयो अब म निस्किनै ला हो धर्म अब यही बेलामा मलाई ब्रुस गर्न मन लाग्छ ऐना हेर्न मन लाग्छ टोयलेट आउँछ मेन कुरो अनि निस्किन्छु कपडा सपडा लाएर त्यसपछि तल जान्छु मोजा हराउँछ के मोजा कहाँ जान्छ के त्यो चाहिने बेलामा त्यसपछि ल अब झ्यापझुप जानु पर्यो भन्छु कहिले हेलमेट बिर्सिन्छ कहिले चाबी बिर्सिन्छ भर्याङ तलमाथि गर्नुपर्छ त्यही भएर म ढिलो हुने हो के यस्तो भन्दा भन्दै म निस्किहाल्छु गाई चाहिँ अहिले यही भन्ने चक्करमै ढिलो हुन्छ लगाइ चाहिँ अहिले फुटसलै भेटाउँला है यो अब रेडी भइसकेको अब चल्दिन लाग्यो तर मम्मी नै बाहिर गइदिनु भएछ यार त्यस्तै हुन्छ के फोनै उठाउनु भएन थाहै भएन मम्मी कतिखेर बाहिर जानु भयो यार रेडी हुँदैछु के अरे गाइज होइन अब चाहिँ नि रेडी हुँ पहिला आउनुहुन्छ होला 40-41 भइसक्यो र लास्ट 15-20 मिनट बाँकी छ त्यही हो गाइज अब मम्मीलाई कुर्छु म है के गर्नु छिटो जान्छु भन्छु यस्तो गर्यो अब आफूले आज त अब आफूले गल्ती गरे होइन अब घर छोडेर जानु त भएन मम्मीलाई कुर्नु त पर्यो अब एकछिन मम्मीलाई कुरौँ आउनुहुन्छ होला अरू भन्दा नि फोनै उठाइदिनु भएन कि त्यही गाइज गाह्रो छ मलाई कसैले क्याप किनिदिनु न यार क्यापै छैन यार यसो मेरो शुभचिन्तकहरू एउटा क्याप गिफ्ट गरिदिनु त यो मेरो कसले प्रताप भाइले दिएको कि कसले दिएको थियो कि यो एउटा क्याप किन्न मन थियो पैसै नभएर क्यापै किन्न पाएन गाइज यार अलि भुक्का टाट्ला कामकाजी छैन बल खेले हिँड्यो कामै छैन यार म जिन्दगीमा बेरोजगार त्यही नै समय खाली छैन हौ बिजी छु अहिले फुटसल जान्छु त्यसपछि कता जान्छु हेर्नु है म कता बिजी भइरहेको हुन्छु तर के कुरोमा बिजी हुन्छु चाहिने कुरोमा चाहिँ छैन ए गाइज यार मम्मीले त लास कहाँ जानुभयो मम्मी त 5 मिनट बाँकी छ 2 बज्न यार 2-3 हो फुटसल फेरि सुमितलाई पिकअप गरेर उहाँ पिरौटा पुग्नुपर्छ पावर हाउस फुटसल हो फुटसल नि टाढा खायो फेरि 5 मिनटमा त कसरी पुग्नु हो फुटसल मम्मी आउनु बित्तिकै भागिहाल्ने भनेको रेडी पोजिसनमा बसेको खै मम्मी आउँदैन यार ए थट छिटो आउनु न हो मम्मी आई एम वेटिङ यार ढिलो भइसक्यो छोरालाई यहाँ लगाएस मम्मी आउनु भयो म चाहिँ भागिदिइहालेको अब लगाएस भाइ म चल्दिहालेको मम्मी आउनु भयो ट्याक्सीमा मम्मी त्यही भएर धन्दा छिटो भएछ गाडीमा आएको भए त डेन्जर ढिलो हुँदो रहेछ जुत्ता त मैले हालेँ लगाएस म चल्दिहालेको ढिलो हुन्छ मलाई सो गाई जसो म त टाइममा आइपुगेँ होइन म भन्दा नि यहाँ ढिलो आउनेहरू धेरै नै रहेछन् अनि हाम्रो समय युनाइटेडको म्यानेजर हाम्रो गौरवजी हुनुहुन्छ अनि हाम्रो सिइओ है सिइओ हाम्रो अनि के भन्छ उसलाई सिइओ हाम्रो उविन गुरुङ समय युनाइटेडको फाउन्डर यहाँ अनि अब अरू चाहिँ नि क्याप्टेन प्लेयर्स यार थाहा छैन सिइओले टुर्नामेन्टहरू खेलाउनु पर्ने हो क्या हामीलाई हो क्या अरे हाम्रो सिइओज्यू फाउन्डर अफ समय युनाइटेड लगायत गौरवले अलिअलि क्लिपहरू खिचिदिन्छ होला होइन पुरै त खिच्दैन आज अलि बिचमा हेर्नु होला ल खेल्छ ढिलो भइसक्यो ल
ओ राम्रो सेभ प्रसन्न बलमा ये तो शुरू होते ही खत्म हो गया यार। फाइनल्ली जित्यो भन्नुमा आज 2 गोलले। आज चाहिँ हिजोको रिम्याच थियो, धेरै पछि जित्यो समय बिलाई। अनि अब सबैसँग अलिअलि सोध्छु है, हेरौँ के भन्नुहुन्छ हाम्रो साथीहरूले। सुरुकोबाट गरौँ, विपिनबाट सुरु गरौँ। एकदम खुसी भयो आज। के भन्न चाहन्छु त विपिन, 25-30 गेम पछि जितेको छ पहिलोचोटि। यो वर्ष अलि मिराकलको रहेछ के? यो वर्ष अलि मिराकलकोहरू रहेछ। न्युकासलले जिते जस्तै हाम्रो पनि धेरै पछि के भन्छ होइन मेन सुमितलाई सोधौँ न। सुमित आज किन हारे जस्तो लाग्छ? हरिले गरेर हरि चाहिँ नि हाम्रो म्यानेजर विज्ञान रे गौरव यहाँ न, तिमीले सबै गेम हेरेको थियौ बाहिरबाट। ल हाम्रो समय युनाइटेडको म्यानेजर ल बस त गौरव। आज हामीले जितेको र समय बीले जितेको के अरे हारेको र हामीले जितेको के छ उस चाहिँ नि, कसरी उनीहरूले हारे हामी कसरी जित्यो के भन्न चाहन्छ? यो त अनकटै हो, मेरो त कटै हुँदैन। फिल्टर त डाइरेक्ट तिमी नै काट्दिने हो। अरे केना क्या च्याते हो। सोन किपर बसेर हो कि होइन? लगाए जब पैसा चाहिँ कसले तिर्छ थाहा होइन। लगाए अहिले हेरौँ है कसले तिर्छ। हामी त जित्यो के अरे। अब ठिकै छ, खुसी लाग्यो जित्यो धेरै पछि। ए गाइजहरू त जोसे छन् यार, थकाली खाना भनेर यार। अरे कहाँ थकाली खाना खेल्ने यार, सेक्छ नि त हामीलाई त। अनि आज एक गेम के जितेको आकाशै छुन लाग्यो त यार। ओके एक गेम हारेको पैसा दिने यस्तो धाउँदौ छ। 1200 रुपियाँ थकाली खानाको 4-5 हजार। गाह्रो खेल्न हुँदैन थकाली बाजी, जसमा हार्यो भने सकिएन। अनि त्यसैमाथि कुन डायलग विज्ञान लोजस्पी उपिन भोलि थकाली त होइन नि? ल ठिक छ, तपाईँ थकाली त होइन नि? ल नाइस। तर हामीले सिओले स्पोन्सर गरिदिन्छ नि त, खेलिदिन्छौँ। A few moments later. ओहो जक्सनमा त डढेलो लाग्यो। सानोमा साइन्समा पढ्थ्यो नि हामीले, यो बाफ उडेर माथि भ्यापर स्यापर के बनेर थपा भएर पानी पर्छ भनेर। आज पानी पर्छ भनेपछि पानी पर्दैन हुन्थ्यो पोखरामा त। लास्टै उस भयो, यहाँ आगो यहाँ पानी। जुन दुइटै कुरासँग खेल्न हुँदैन जिन्दगीमा, यस्तो ज्ञान दिएको रे कि। ओहो यहाँ त आग लागि भएको भाइहरू, आग लागि। बल खेल्न गरेको रहेछ। अब भाइहरूसँग म बल खेल्न जान्छु फेरि। दिनभरि लगातार फुर्सद भयो यार, केही खाएको पनि छैन। अब यही हो डाइट। अब लगाएछ बल खेल्न अगाडि डाइट यही हो, अरू कुरा खान सकिँदैन। समोसा डाइट। अब अघि खेलेर खाथ्यो, अब फेरि खेल्न गइहाल्ने। डाइट खाने खेल्न जाने, समोसा इज डाइट।
खेलाडीहरूको डाइट 24 आवर्स हो कि समोसा आएपछि के अरे भाइ समोसा आएपछि 24 आवर हो मोटुको पावर मोटुको पावर जिस्का जस्तो हो कि अघि समोसाले त अरे अघि जिस्का जस्तो भयो गाई यार अब अर्को एप्सन त मिठो भएको त आज समोसा किन भोक ल्याएर है क्या हौ सुदीप भाइ तातो भएर हो भर्खर बनाएको भएर यता पनि ढिलो हुने भयो यार 5 to 6 भन्थ्यो 5 बजिसक्यो खेलाडीहरू यहाँ छ भाइहरू कोही जिममा खायो हेरौँ खेल्न सकिँदैन लगातार त यार रेस्टै पाएन खानामा यस्तो डाइटको नाममा लगा यस्तै हो ब्याट्री पनि धेरै छैन है अहमदेव भाई किधर से आ रहे हो आप किधर है आपका बुलेट किधर है किसका है कोई किसका साथी को जम अघि जब चल्नु लाग्यो हामी फेरि नेक्स्ट फुटसल अब है सन्दीप भाइ हजुर आशिक जान्नु अरे आशिक भाइ जान्नु अरे जम हेर ढिलो भयो जम गाइस बस्यो नि मोटु भाइले दिन जाँदै यो टिम पुगेन रे बाटो त लौडा जस्तो भएको थियो अरे त्यतिरको खै त मोटु भाइ जिमभित्र ऊ आयो जम ऊ मोटु भाइ जिमबाट आउँदै के हो चलफल हो बस्ने हो तिमी चलाउ म तिमीले अलि राम्रो चलाउँछौ केटाहरू आइसक्यो जम ढिलो भइसक्यो भाइ 5 बजी 5:30 भइसक्यो लौडा टाइम खप्दैन पसिनै भयो त तिमी त यार यथात आज नि निचर्नी गऱ्यौ क्या पोखराको बाटो डेन्जर बन्द छ गाइस है म त धेरै पछि आएको यो बाटो यार मासला क्यापै उडाउँछ क्या हो मोटु भाइको पसिना हेर्नु न आमामा थत जिम गरेर पुरै निकालेछ पानी हालेको पसिना हालेको नि बाटो त डेन्जर बन्ने हो त भाइ यार है रुटिन अफ नेपाल भन्दा पोखराको पल्युसन छ नम्बर 1 भन्दै थियो त अब हेर्नुहोस् होला सफा भएपछि नम्बर 1 ब्युटिफुल सिटी बन्छ पोखरा मोटु भाइ जिम गरेको बाइसेप देखाउँदै चला थाक 2 दिन जिम के गएको बाइसेप फुल्यो भाइ ए कमेडी थाक भएन आएर रफ्तारमा ढिलो भयो भनेर हो अब्बा देव भाइहरू त कसको क्रस फायर भाइ यो है वा मेरो टोपी धन्दै उडाक्यो मासला अन्त टोपी उडाक्यो पेट स्कुटर त नकुडा मुजी मोटु भाइ पनि मान्छे त फेरि अरू बच्ची भन्दा बच्चिन्छ क्या भाइ पनि फेरि त्यसरी हिँड्नु पऱ्यो हेरे कपी उडाउँछ भनेर हेर सो गाइस फाइनली 5 बजेको फुटसल थियो 5 बजेको फुटसल हामी आइसकेका छौँ 5:20 भेरी वी आर भेरी बोरिङ टाइम गाइस ल गाइस हाम्रो बटालियन रेडी भइसकेको छ सन्दीप भाइ तिमी रेडी नभएको ए इन्जर्ड हो ए ल ठिक छ भाइहरू ट्रेनिङ गर्छ नि त रेस्ट पनि गर्नुपर्छ सब लाउर देख्ने गाइजहरू मात्रै छ यार म बुढो के गरेर बस्यो भाइहरूसँग यार सब यत्रो फिट ठिटाहरू छ नि यार ओए मोटु भाइ के सुट हो त्यो थाहा यङ मान्छेको सुट रे ल देव भाइ नि ट्रेनर सबै ट्रेनर यार अहिले त अब यहाँ नि खेल्दै हाल्छु म ढिलो भन्छ ए ठिटाहरू देव भाइ यहीँ चढ्नु बस र औ यो राजा ए औ आउने त कता पछाडि लाग्यो कता यस्तो चाक फर्काउँदै खेल्ने नि अगाडिबाट सकाउ न हो त्यसरी सकियो
सकियो सन्दीप भाइ बाई चियर्स कस्तो फिल आयो रे रिच फिल आयो जुठो गरेर आएको रिच फिल आयो रे भाइलाई जितेको पानी म यहाँ 2-2 घन्टा खेलेको हामी यहाँ दुईचोटि खेलेको त थाकेन तिमीहरू 20 वर्षको ठिटो के भएको 21 गोल खाके 21 3टा गोल मेरो झन् 4वटा यस्तो प्लेयरहरुसँग के चाहिएको छ दममा एनिमन 3 गोल हानेको मैले गाइजहरूले यिनीहरूले साँचो बोले जस्तो लाग्यो होला त्यो ज्यानहरू थाहा पाउँछ नि कसले ट्याङबाट छिराए 3 गोल हान्यो लाज छैन मैले फेरिमा दिएको पानी हो हुरुहुरु गाइज भाइ यो आजको गेम पनि 2 घन्टा त खेल्न पहिले त सक्थ्यो 3-3 घन्टा खेल्थ्यो अहिले त नसक्दो रहेछ हौ मेरो पालीमा मैले पनि खेल्थे 10-15 मेरो पालीमा बल्ल 20-21 वर्ष भयो मासल हाम्रो जमानामा दाइ हैन यस्तो हुन्थेन कि ग्राउन्डमा गइन्थ्यो टक्क खेलिन्थ्यो कि हो यत्र भाइहरु आउँथ्यो चुप बाउसडी के ल गाइज फाइनली हाम्रो फुटसल सकिएको छ मुस्किलले पैसा उठायो मासल 1800 आएको थियो रे जसो तसो हामीले नि तिरेको भनौँ न उठाएर है अनि अब कति बचेको थिएन बचेको भाइले तिर्दिन्छु भने के अरे खै ल जाऊ तिर म चाहिँ क्यामेरामै अटे छैन लगाइज सकियो आजको दिन पनि चल्दै गयो अब चाहिँ हामी कस्तो लाग्यो भाइहरूको बास बाइकले केही सुनिँदैन जाऊ भयो धेरै पड्काउनु हुँदैन भाइ आगै आएन रे लडेको छ त्यही हो गाइस रमाइलो भयो बल खेल्न धेरै पछि त्यस भाइहरूसँग चाहिँ धेरै पछि खेलेका भाइ होइन त्यस मोटु भाइसँग खेल्न मजा आउँछ उसको क्लिप हालिदिन मन लाग्यो खिचिदिने मान्छे नि कोही भएन कि तपाईँहरूले निजर हाँस्नुहुन्थ्यो भाइ खेलेको देख्यो भाइ भाइ केटाहरू सब आइसक्यो रहेछ क्या साधन त जक्सनमा त छेलफेल छ त यार ल सबैजना आइसकेको रहेछ हेलो गर नाइस भाइ आजको दिन पनि सकियो अब यहाँ एकछिन चिया खान्छौँ अरू त के खाने त्यही यहाँ चिया खाने एकछिन गफ गर्ने गिटार हान्ने रमाइलो गर्ने चल्दिने अब त्यही हो आज फुटसल भ्लग भयो 2 चोटि फुटसल खेल्न गयो दिउँसो पनि साँझ पनि रमाइलो भयो गाइज त्यही हो माया गरिदिनु होला सधैँको जस्तै होइन सबैलाई शुभरात्रि गुड नाइट फेरि अर्को दिन अर्को भ्लग निकालेछ भने लिएर आउँला है ल गाइज गुड नाइट